आजको भिडियो चाहिँ टक्क वालिङदेखि सिक्लेसतर्फ जाँदैछ भने आजको आफ्टर लङ टाइम बसेको ब्लगमा फेरि पनि स्वागत। को ब्लग चाहिँ मेरो साथी समीरले बनाउँदैछ भने म चाहिँ आज पछाडि बस्दैछु सिक्लेसतिर। चारवटा बाइकमा हिँडेको जम्मा त्यस्तै भयो कि एकैचोटि भयो अनि त्यसपछि प्लानै थाहै हुन्न। 1 महिनादेखि अगाडिबाट बनायो भने क्यान्सल हुन्छ न। आज कि आज हिजो भर्खर सिक्लेस जाम भनेको थियो हिँड्यो अब गोली मार डाइरेक्ट गाडी ओके हामी स्याङ्जा बजार छिरियो केटाहरू पछाडि नै हरायोमा हाम्रोलेहरू अघि सुस्तो हिँडेको किन त्यस्तै हिँडिस भनेर आएको थियो होइन कुद्न लगाएको चाहिँ भेटाउनै सकेन हाम्रोलेहरू पछाडि नै छोड्यो अब कुद्नु पर्छ हाम्रोलेहरूलाई चाहिँ स्याङ्जा बजार अझै पछाडि छ यार कहिले दुईवटा अन्त यो चाहिँ यो बाटो कहाँ निस्किन्छ अरे यो वहाँ छोरपाटन अर्को आयो अर्को पनि आयो मुतिर रहेछ मा झ्याक्नेहरूले फेरि ल त आजको हाम्रो यात्रा चाहिँ जङ्गल भइरहम। हाम्रो यात्रा चाहिँ यही हो। हाम्रो स्याङ्जा वालिङदेखि चाहिँ सिक्लेससम्म हो। अब सिक्लेसमा रुम पाइन्छ कि पाइँदैन थाहा भएन, त्यही पनि हाम्रो केटाहरू चाहिँ जाँदैछ। 1 2 3 अर्को 4 खै ल त्यही नै हो। काजी आज काजीले भोलि 4 त हराएर सिक्लेस इज कलिङ ल पारस गीत के रे गीत टिकटकमा हेरौँला है गीत फेरि यस्तो गरेको। ल त्यही नै हो। अहिले हामी अगाडि 3 जना छौँ भने बुलेट चाहिँ पछाडि छ। हावाले चाहिँ आवाज बत्तिरहेको कि किनभने अब ल डिसलाइक पनि चाहियो रे। ल त्यही नै हो। बाटो चाहिँ अफरोड आज हामी पोखराको भित्री बाटो भनौँ न कुनको बाटो ल त्यही हो बाटो। खास मेन रोड भनेको चाहिँ अर्को साइडबाट छ। यो चाहिँ भित्र चोर बाटो भनौँ न। त्यही नै हो। अब लोकल भएपछि चोर बाटो सबै सिक्नुपर्छ कि अर्कोचोटि पोखरा आयो भने म यही चोर बाटो आउँछु। आजको हाम्रो यात्रामा चाहिँ हामी कति 4वटा बाइकमा चाहिँ 8 जना छौँ। 2टा 220 भयो, एउटा एनएक्स, एउटा बुलेट। ल बुलेट चाहिँ आएको छैन।
त्यो अलि बिस्तारै आउँछ चिल पारामा। खै हामीलाई के को हतार हो थाहा भएन। ल यो भित्री बाटो भयो नि बब्बाल रहेछ क्या, यस्तो बबाल छ क्या, मेन रोड भन्दा नि कम छैन, यस्तै बबालै छ क्या। अरूभन्दा नि मास्तिरबाट चाहिँ लास्टै ओह्रालो पऱ्यो क्या, हो कि नि काजी? आज काजी चाहिँ आएको छ राइडर प्लस भ्लगरको रूपमा छ भने म चाहिँ हेल्पर खलासीको रूपमा पछाडि छ। यहाँ चाहिँ यस्तो यहाँ तल छ क्या, बबाल झर्ना थियो होइन, अहिले चाहिँ पानी सुक्यो होला। यो चाहिँ इत्रु भयो के अरे ल, ओ बाटो चाहिँ बबाल छ घिस्टीको बाटो चाहिँ छ्याक अघि गाडी पनि हुँदैन होइन। बिहान आउनुपर्छ मजा दिन्छ यहाँबाट हिँड्दै हिँड्छ बेलुकामा नि। बाटोमा आउँदै गर्दाखेरि कराक कुरुक भयो ल। यहाँदेखि देखिने सिन चाहिँ यति हो, बबाल छ। बुलेट आयो है, सक्दैन नि फेरि बुलेट रुक ल। यहाँदेखि देखिने सिन चाहिँ यति हो, बब्बाल रहेछ क्या अरूभन्दा नि। ल हामी त धेरै टाढा जानेछ, बाह्र तलतिर झर्ने होला, फेरि ओह्रालै हो झर्ने। ए यहाँबाट हो, ए उता होइन, त्यहाँ धाराबार तलतिर ओह्रालै झर्ने हो। ल राइट केटा हो पोखरा बजार बबाल देखिन्छ। वाउ ब्युटिफुल। सर होला कि कान क्या खै छोड्न दाङ्छ जरिङ आपन छोड्न मा बोले छोडिदिएको राम्रो छैन के हो कुहिरो लाहा हिँड जम्दा। ल गाइज हामी चाहिँ फाइनल्ली छोरेपाटनमा आइपुगे। यता छ केटाहरू भने ल ल ल अरू दुईजना केटाहरू त गइसक्यो, हामी चाहिँ यति नै छ ल। फाइनल्ली पोखरा पनि भित्रिसक्यौँ, अब भित्री बाटो चाहिँ छैन, अब सरासर हेम्जाको बाटो जाने हो। पोखराको सिन हेरौँ न, पोखराको सिन ल त्यही नै हो। अब चाहिँ मिठो राइड होला जस्तो छ है। हामी चाहिँ पेट्रोल हाल्यो त्यसपछि भाडी हान्नुपर्छ केटा हो। 155 रहेछ भनेपछि हाम्रो भन्दा महँगो रहेछ यार उता। 1000को तेल खायो बेबले। ओके ल यता केटा तलतिर बाटै जाने के डाइरेक्ट ल त पोखरा पृथ्वी चोकैमा यहीँ रहेछ गुन्डाहरू फेरि जाम। हामी चाहिँ पेट्रोल हालेको के पेट्रोल हाल्यो हो। ठिक छ न्यु रोड होला नि त चिप्ले ढुङ्गाबाट जाने हो माचक्ने केटाहरू त उतैबाट गयो त। अरे बटा छ त सोल्टिनेल त झन्। ल हाम्रो चाहिँ कुन बाटो कसरी जाम भइरहेछ। हामी बबाल वाला ऱ्याफ्टिङ चल रहा है यहाँ पर खतरा वाला। यहाँ फेरि बाटो बन्दै रहेछ है, गएर गराउनुपर्छ अब भिडियो केटाहरू अलपत्रै सबै। ल कहाँबाट जाने मुस्ताङ यार पारा सर यहीँ बनाऊँ यार। ल गीतै छैन के चाट चाहिँ डह्रो दुख्यो है। अरू त
ऊ राफ्टिङ चले है त त्यहाँ उके खोलामा ल हाम्रो चाहिँ कुन बाटो कसरी जाम भइरहेछ त्यही हो सबै पहिलो चोटि आएपछि त्यस्तै हो पोरो लेजेन्ड्री चाहिँ कोही छैन सबै सियास खेल्नेवाला मात्रै छ अहिले मम्मी कलिङ कि ड्याड कलिङ अब हामी यो साइडबाट हेम्जाको रोडतिर जाँदैछौँ हालो घुसाओ आफ्नै हो ल हेम्जाको रोडतिर जाँदैछौँ हेलो मम कलिङ और चिक्लेस कलिङ त गाइस फेरि पनि अब तल कता हो र ल फेरि पनि जाँदैछौँ हामी चाहिँ हामी सिग्लेस मुनिको हल्का थारू उकालो लाग्दैछौँ अरू भन्दा नि मेरो एउटा हिल यो हो नि त मजा सिग्लेसको ल अहिले चाहिँ हामी लाइन बाई लाइनै छौँ भनौँ न फेरि साथीले चलाइसके साथीले रेस्ट गर्दै छ्या साला मुखै पार्यो ल पारेको भ्यू हेर दामी छ ल यही नै हो बब्बाल छ लामो त्यस दामा चाहिँ मिठो घाम लाग्छ क्या यत्तिको बब्बाल चाहिँ चाहियो नि त सिग्लेसको दारा कहाँनिर हो हल्का अफ रोड नै हिँड्नुपर्छ अलिअलि अनि पो बल्ल हल्का एडभेन्चर टाइपको फिल हुन्छ ल यहाँबाट मास्तिर अफ रोड छ क्या हो ल के हो हामी पनि सिग्लेस आइदिएको आज बाइकमा हो तेरो बजार चाहिँ दामी छ दरकार अफ रोड काजी पानी छ यार ल खतरा 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 ओए मेरा जूता मेरो जुत्ता यार धन्दै जुत्ता धन्दै भिजेको यार ल यतिको चाहिँ अलिअलि खोला त तर्नै पर्छ ओए जुत्ता ल त हाम्रो डेस्टिनेसन सायद हुनसक्छ त्यहाँ है डेस्टिनेसन हाम्रो हुनसक्छ त्यहाँ है हुनसक्छ त्यहाँ हेरौँ ल
आजको राइडमा चाहिँ जे होस् भलै भयो। आज चाहिँ म धेरै जसो पछाडि बसेर आएको, मजा आयो। खुट्टा पनि लास्टै दुख्यो। अब अफरोड सुरु होला जस्तो लाग्यो मलाई। ए गएन यार। तेरा पायल सोने का सिटी और सोने का बैंगल दिखा दे बेबी तोरा हर एक एंगल। भाई लोग नेपाल से पर कट्टा बिहारी, हम छोटे मोटे जानवर में शेर का शिकारी। तो भी जोर लोयल निभाऊ सब वफादारी, आता रात में तेरा घर में फिर सब दीवारी। ल दिए सिग्नेसको बाटो उता छेउबार के छेउबार हाल न। ल है साथीले जुत्ता सुत्ता कारेर फोममा आएको छ है, काटेको छ है। त्यसले त राम्रै कटायो, मेरो चाहिँ तलको ठोकियो के। अरे झरना। ल हामी चाहिँ यहाँ बिजोक अफरोडमा छौँ। ल यहाँ टक्क झरना पनि छ, त्यही भएर फोटोसोटो खिच्नु लाग्यो। हाम्रो फर्स्ट टाइमको सिग्लेसको यात्रा चाहिँ करै हुने भयो। बर्खा बराबर, हिलोमा हिलो, चिप्लोमा चिप्लो, राइडरमा राइडर, बसाइमा बसाइ। ल हाम्रो अरू केटाहरू चाहिँ कतातिर गछ भने थाहा भएन। अहिले चाहिँ हामी दुईजना मात्रै आएको छौँ। अलिकति चस्मा मिलेन होला, गएको त बोटो चस्मा के त दामी भयो। ल हाम्रो सोल्टीहरू आयो। ल आलम 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 कन्टेन्ट कन्टेन्ट। ल एनएस गयो। आमाम ल ल ल ल ल सबै राम्रोसँग गइसक्यो। अब हामी पनि जान्छौँ। सबै राम्रोसँग आइसक्यो। पारस चिप्लेर तल पुग्ने रे क्या। गुल्ट्यो गुल्ट्यो त्यहाँ त चिप्लिन्छ, लास्ट चिप्लिन्छ। पानी पानी आएको हामी त। ल त्यही नै हो, अब लागौँ। सिग्लेसतिर हामी त चल्दिहाल्छौँ। के ठाउँ हो यो? चिप्ली गाउँमा स्वागत छ अरे। चिप्ली गाउँ अरे, त्यही भएर चाहिँ बाटो पनि यस्तो चिप्लो। हेरे म उल्टै माथिमा भुवाको नाइस नाइस। हल्लो 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 केटा हो, हल्लो हल्लो। पास पास पास। पास 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 पास। अर्को आयो। के हुन्छ है अब है? है त हेरौँ है त। आयो 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 आयो।
क्या पानीमा रोकेको तैँले गरेछ मासतिर झन् मासतिर आयो झन् झाडो बढेछ कुना 12 ठिक छ होला कुना 12 हाल्यो ल अफरोड त्यस्तै हो के छ त नि राजा ल अफरोडको रमाइलो यति नै हो जुत्ता नि फोरो भइसक्यो यार अफरोडको रमाइलो यस्तै हो कि फेरि अझै कति आउनु यसपछि झन् छ जस्तो लाग्यो कि मलाई यो कटेसी ल फाइनली गाइस सिक्लेसको चहल पहल देखियो केटाहरूले धेरै सङ्घर्ष गर्यो गरे गिलास हानेसी यस्तो सङ्घर्ष त चैत अब हामी जाने भनेको त्यहाँ हो हामी बिहानको 1 बजी हिँडेको थियौँ भने अब यहाँ चाहिँ 6:30 भनौँ न 7 बज्छ यताउति गर्दा 7:30 8 त्यस्तै बज्छ ल त्यही नै हो अब दिउँसोको भ्यू चाहिँ अर्कोमा देखाउने वाला छ अब चाहिँ हामी डक्क सिक्लेसको काजीमाया दिने ल यो चाहिँ सिक्लेसको गेट ल A few moments later. ल आइपुग्यौँ बाइक पनि पार्किङ गरिसक्यौँ अब हामी जानुपर्ने चाहिँ कहाँनिर हो काजीमै कस्तो लाग्यो आजको यात्रामा एकदम नाम भुल्यो होला आजको यात्रा सजिलै हाम्रो राजालाई दोष दिनुपर्छ यार राजाले गर्दा यार यस्तो बाटो भएको अनसब्सक्राइब प्लिज मनै चसक्क पारिदियो ल त्यही नै हो यता यो चाहिँ सिक्लेसको बस पार्क ल अरू बस पार्क जस्तो छैन चोखो सफा बस पार्क अहिले चाहिँ हामी मासतिर जाँदैछौँ ल हाम्रो बाइक ग्रुपलाई त फेरि होमस्टे एकदम बेड पनि सस्पेन्सनवाला हुन्छ होला नि च्वाक नगरे नि भुकुम गर्ने ल त्यही नै हो हामीले आज बाटोमा सङ्घर्ष धेरै गरियो जब कि के भन्छ अरे एडभेन्चर टाइपको बाटो थियो त्यतिखेर गोप्रोको ब्याट्री सकिएर बनाउन पाएन भने यहाँदेखि जाँदै गरेको भ्लग चाहिँ बब्बाल होला है त्यही भन्दा अब आफै मस्तिर जाँदैछ अरू भन्दा नि भोकले चाहिँ मार्नै लाग्छ क्या अब हेरौँ के कस्तो हुन्छ